हेलो एन्ड नमस्ते वेलकम माई न्यू ब्लग। आजको मेरो ब्लग चाहिँ सुरु भइसकेको छ अनि म चाहिँ माइतमा आएको छु भनेर हजुरहरूलाई थाहा नै छ। थाहा छैन भने चाहिँ मेरो अगाडिको भिडियोहरू हेर्न सक्नुहुन्छ। मैले माइतमा आएर कसरी सरप्राइज दिएँ मम्मी बाबाहरूलाई भनेर हजुरहरूले थाहा पाउन सक्नुहुन्छ। अनि आज चाहिँ म हजुरहरूलाई मेरो स्पेसल पर्सनसँग भेट गराउँदैछु। ऊ चाहिँ मेरो भाइ हो। स्पेसल कुरा चाहिँ के भने नि, मेरो भाइ नै मेरो बिग फ्यान हो क्या। यो सुन्दा चाहिँ मलाई कस्तो खुसी लाग्छ कि मेरो आफ्नै भाइले मलाई यति धेरै माया गर्छ भनेर। अनि मैले सुरुदेखि जति पनि भिडियोहरू हालेको छु त्यो सबै भिडियोहरू चाहिँ एकदम राम्रो लाग्छ अरे कि मेरो भाइलाई चाहिँ। अनि अर्को कुरा चाहिँ मेरो भाइलाई गिटार पनि बजाउन आउँदो रहेछ कि। अनि मैले गिटार बजाएर देखाएन भाइ म सुन्छु भनेपछि भाइले चाहिँ गिटार बजाउन थालेछ। गीत पनि गान भाइ। आमाले गोवा सोरेको भिडियो बनाइदिनु भयो। मम्मीले आगो फुकेर कराई बसाल्न भनिसकेपछि चाहिँ मैले माथि के रहेछ तरकारी भनेर हेर्न गएँ। ढोका खोलेर हेर्छु त मैले मासु देखिसकेपछि मासु बनाउँदै गरेको भिडियो त बनाउनै पर्यो साथीहरू। अनि भिडियो बनाउनलाई मोबाइल अडाउने जुगाड चाहिँ मैले गरिसकेको छ, हेर्नुहोला। आज चुलोमा आगो बालेर मासु पकाउँदैछु। अनि गाइस हजुरहरूको कसलाई चाहिँ यसरी चुलोमा मासु बनाएको मनपर्छ एकचोटि कमेन्ट गरिदिनु होला। अनि मैले पकाएको मासु कस्तो हुन्छ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। अनि मैले चाहिँ ढिला नगरिकन प्लास्टिक सल्काएर आगो फुकेँ। अनि माइती आउनुको फाइदा चाहिँ यही हो कि साथीहरू, अरू काम गर्नलाई अल्छी लागे पनि मासु पकाएर खानलाई चाहिँ जाँगर लाग्छ कि साथीहरू। फेरि मासु भनेपछि म मात्रै यस्तो हो कि हजुरहरूलाई पनि त्यस्तै लाग्छ भनिदिनु है साथीहरू। अनि यो चाहिँ हाम्रो बुवाले बनाउनु भएको अरे आगो समाउनलाई चिम्टा अथवा चिम्टी भन्छ क्या हाम्रोतिर चाहिँ यसलाई। अनि हजुरहरूकोतिर चाहिँ यसलाई के भन्छ कमेन्ट गर्नु होला। अनि मैले चाहिँ ढिला नगरिकन कराई बसालेँ। त्यसपछि कराईमा तेल हालेँ। तेल खरिसकेपछि चाहिँ मासु लिएर आएँ। हेर्नु न साथी, मासु ओहो मासु भन्ने शब्दै मिठो के साथीहरू। अनि मैले चाहिँ तेल खरिसकेपछि तेलमा मेथी पड्काएँ। मेथी पड्काइसकेपछि चाहिँ मैले प्याज र लसुन चप गरेर राखेको थिएँ त्यसलाई पनि हालिदिएँ। अनि त्यसपछि त्यसलाई एकछिन चलाएँ। चलाइसकेपछि चाहिँ मैले मासु हालेँ त्यसमाथिबाट। आगो चाहिँ एकदम ठुलो बलेको थियो क्या। अनि त्यही भएर अनि कराईमै टाँसिरा भएर मासु त पुरै। मैले चाहिँ तेल त थोरै हालेको थियो अनि आगो एकदम ठुलो बलेको भएर मलाई चाहिँ त पोलिरहेको थियो क्या, तातो भइरहेको थियो। अनि भक्तपुरतिर त पुरै जाडो थियो नि त। अनि पाक्टो पाक्टो कपडाहरू लगाएर बस्नुपर्ने जाडो थियो। अनि त्यहाँ गइसकेपछि त आगोमा बस्न पाएको झन् त्यही माथि है। गर्मी भएर आमामामा म त झन्नै मरेँ हौ साथीहरू। गर्मी मात्र होइन, आगो ठुलो भएर मासु त एकपट्टि डढ्न पो लागेछ साथीहरू। अनि मम्मीले आएर कराईलाई चाहिँ फर्काइदिनु भयो। अनि घरमा लोकल कुखुरा काटिसकेपछि बोसो चाहिँ मलाई एकदम धेरै मनपर्छ क्या। अनि म चाहिँ कुखुरा काटेको दिनमा बोसो पोलेर चाहिँ खाइहाल्छु क्या, मलाई एकदम धेरै मनपर्छ। अनि एकछिन फ्राई गरिसकेपछि चाहिँ नुन र बेसार हालेको। अनि बेसारको भाँडा हेरेको त पाल पो रहेछ यार बेसारको भाँडामा त। अनि एकचोटि मजाले चलाएँ। मम्मीले चलाउनु भयो, पर पर फुट्नु भयो लोकल कुखुराको मासु गाइज वाउ। अनि मैले चाहिँ तेल थोरै हालेको थिएँ। अनि त्यो लोकल कुखुराको बोसो भएको भएर होला कति धेरै तेल भएछ कि। अनि बेसार कम भयो होला भनेर मम्मीले बेसार हाल्नुभएको। हेर्नु न गाइस, त्यही पालबाट पो हाल्नु हुँदो रहेछ यार, अर्ग्यानिक क्या। फेरि छोपेर राख्नुभयो। अनि त्यसपछि एकछिनपछि खोलेर मैले चलाएँ, पर भुटेँ होइन। अनि यो चाहिँ 1 वर्षपछिको बाले भएको भएर एकदम साह्रो हुन्छ नि त। अनि त्यही भएर त्यसलाई चाहिँ छोप्दै पकाउँदै गरिरहेको थिएँ। अनि मैले चाहिँ टमाटर लसुन चप गरेर राखेको त्यो हालेँ, मसला अनि खुर्सानी हालेँ। त्यसपछि फेरि मजाले त्यसलाई मिक्स गरेँ। मिक्स गरिसकेपछि मैले चाहिँ एकछिन छोपेँ। अनि छोपेर अनि एकछिन पछि फेरि मम्मीले लसुनहरू अनि जिरा धनियाँहरू पिनेर लिएर आउनु भएको रहेछ। अनि त्यो हालेँ। त्यो हालेपछि मजाले चलाएँ। अनि त्यसपछि फेरि त्यसलाई एकछिन छोपेर निकालिसकेपछि चाहिँ अनि मैले मेरो छोराको लागि भनेर कलेजो निकालिदिएँ। अनि मासु पनि 1-2 पिस निकालिदिएँ, मेरो छोराले खान्छ नि त। अनि यो मासु पकाउनलाई चाहिँ धन्नै 1 घन्टा लाग्यो साथीहरू। अनि त्यसपछि चाहिँ मजाले रस हालेर त्यसलाई उम्लिन दिएँ। अनि बुवाले चाहिँ ढेँडो हेर्नु न, बुवाले ढेँडो पस्किनु भयो कि फाइनली खाने बेला भयो साथीहरू है। हजुरहरूको कसलाई लोकल कुखुराको मासु मनपर्छ आउनु होला है खानलाई। अनि हामीले चाहिँ दिदीको फ्यामिलीलाई पनि बोलाएको थिएँ खाना खानलाई। अनि सबैजना आउनुभयो, बुवा मम्मी भिनाजु सबैजना आउनुभयो। अनि त्यसपछि सबैजनाले खाना खान लागे। अनि मैले पनि लास्टमा खाना खान लागेँ लोकल कुखुराको मासुको झोलसँग। अनि मासु भात चाहिँ यम्मी भएको थियो क्या। त्यतिकैमा मेरो ब्लग पनि सिद्धिन्छ। बाई बाई गाइस।